मैले चुनाव जितेर गएँ भने तातो पानीमा स्विमिङ पुल बन्छ, तपाईका घरहरू अब होमस्टे बनाउनु पर्छ, बल्ल तपाईको विकास हुन्छ। हो, यो चुनावमा बोलेको भाषा हो है। त्यसपछि यो पत्र हेर्नुस्, अनि यता त्यतिखेरका शहरी विकास मन्त्रीसँगको भेटघाट हेर्नुस्, अनि यो पत्र 2081 1 महिना 30 गते यो हेर्नुस्। त्यसपछि यो पत्रको 4 नम्बरमा हेर्नुस्, तातो पानीमा स्विमिङ पुलका लागि माग गरेको। अनि त्यसपछि यो हेर्नुस् 2081 साल 9 महिना 8 गते कसको? शहरी विकास तथा भवन निर्माण शहरी सघन आयोजना कार्यालय जुम्लाको सूचना। ठेक्का हेर्नुस्, यसको ठ्याक्क तल 8 नम्बरमा हेर्नुस्, 1 करोडको भ्याट सहित, अहिले 85 लाख भ्याट सहित 1 करोडको स्विमिङ पुल बनाउने ठेक्का लागिसकेको छ। चुनाव जितेको 2 वर्ष भएको छ। 81 साल पहिलो वर्षको बजेटमा हामीले सकेनौँ, दोस्रो वर्षको बजेटमा तातो पानीमा स्विमिङ पुल बन्दैछ। हेर्नुभयो, तातो पानीमा स्विमिङ पुल बन्दैछ, पैसा आइसकेको छ, ठेक्का लागिसकेको छ। यी पत्रहरू हेर्नुभयो, यी सबै पत्र हुन्। यदि पत्यार लाग्दैन भने तातो पानी गाउँपालिकामा गएर सोध्ने। त्यसपछि शहरी विकास तथा भवन निर्माण विभाग जुम्लामा कार्यालय छ, त्यहाँ गएर सोधेर आउने। तर जनतालाई भ्रमित पार्न, यहाँ तपाईँका नेताहरूलाई ठोक्यो भन्दैमा जुम्लामा बरबराउनु पर्ने कुनै कारण छैन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो, केपी ओलीले होइन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो, रघुजी पन्तले होइन है। त्यो बरबराउनु पर्ने कुनै कारण छैन। जुम्लाका सम्पूर्ण दाजुभाइहरूलाई म अपिल के गर्न चाहन्छु भने, अनुरोध के गर्न चाहन्छु भने, तपाईँहरूलाई जुन बाचा भनेका थियौँ ती बाचाहरू हामी मेरो कार्यकालसम्म पुरा गर्ने कोसिस गर्छु। केही पुरा भइसकेका छन्, केही बाँकी छन्। 5वटा मुद्दा मलाई आज पनि याद छ। म एउटा कुरो पनि झुटो बोल्दिनँ, म पुरा गर्छु भनेर लागेको छु। तपाईहरू भ्रमित नहुनु होला। मेरो सरकार छैन, म सरकारमा छैन, तर पनि गर्दैछु। यदि गर्न सकिनँ भने म तपाईहरूकै अगाडि आएर भन्छु, दाजुभाइहरू काम गर्न सकिनँ, मलाई लाज छैन। मैले मेरो प्रयास गर्ने हो, मेरो मेहनत गर्ने हो, मेरो दुःख गर्ने हो। तपाईँको आँखाबाट आँसु झर्न दिने होइन।